अब म यहाँबाट तल मेन रोड हाइवेमा निक्लिँदैछु गाइज होइन। माथि जङ्गलको बाटो घुम्दा घुम्दा जोस् बिहान बिहान हिँड्ने हल्का फाइदा हुन्छ नि त शरीरलाई भन्ने सुनेको। अब हो कि होइन, अब त्यही भएर हिँडेको। यस्तो रहेछ अवस्था। लगभग 1 घन्टा हिँड्यो। यता माथि जाँदो रहेछ, यता पारि घर रहेछ, पहिरो पनि आएछ। यस्तो पहिरो रहेछ गाइज। हो म मेन रोडमा निस्केँ गाइज फाइनली। हेर्नु त यस्तो नि छ गाइज यार। खोला नजिकै छ, घर नै छ, पानी पहिरो गएको छ। ए यस्तो खोला छ, गोपालै बनाएको छ। मेन रोडमा भेटेको स्कुल बस्ने आएको कति भयो। निम्तो भ्याली रिसोर्ट, निम्तो भ्याली रिसोर्ट स्कुटी गइरहेको छ होइन। म फाइनली हाइवेमा आइसकेको छु। यो चाहिँ निम्तो भ्याली रिसोर्ट। यो ठिकै रहेछ माथितिर, यस्तो रहेछ। आउनु होला गाइज यहाँ निम्तो यता नि छ। म अब टक्क लगाएर हाइवेबाट हिँड्दै घर जाँदैछु। जस मजा आयो आज। मजा आयो रे। स्कुटी गइरहेको अवस्था। रिसोर्टमा यहाँहरूलाई स्वागत छ। गइरहेको छ त। यो मान्छे फर्कियो फेरि गयो के हो, मलाई लिन आएको थियो क्या। ठिकै छ, केटी भएर चलिदिन्थ्यो। फेरि के छ लगाइछ हेर्नु न, यस्तो भाडा रहेछ। कति रम्केको गाडी छ। अन्त टक्क लगाएर यसो बस्नलाई घर रहेछ होइन। यस्तो रहेछ टक्क लगाएर यस्तो